सबैजनामा नमस्कार। म शीर्षस्थानी व्रतकथा अन्तर्गत आज 11 अध्याय पढ्दैछु। सबैले ध्यान दिएर सुनिदिनु होला। अथ एकादश अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ एक हस्त मुनि। त्यसपछि सत्यदेवीको सम्पूर्ण अङ्ग पतन भयो र महादेवले चित्त दृढ गर्न नसकी सतीदेवी भनी भूमिमा ढलेर मुर्छा परे। निकै बेरपछि चेतायो र सुस्केर हाली मनले सत्यदेवीलाई नै सम्झे। बौला जस्ता भएर जहाँ तहाँ डुल्न लागे। यस्ता त्रहले हिँडेका महादेवलाई देखेर तारकासुर दैत्यले आफ्ना मन्त्रीहरूसित भन्यो, हे मन्त्री हो सत्यदेवी मर्नाले महादेव हिँडेको देख्यौ। हेर बौला जस्तै भएर सतीदेवी भन्दै जहाँ तहाँ घुमिरहेछन्। यसै अवसरमा देवताहरूसित युद्ध गरेर इन्द्रको अमरावती हात पारौँ। अब हामीलाई कसले के गर्न सक्दछन्? लौ जाउँ भनी आफ्ना जो भएका सेनाहरू अघि लगाए। मन्त्री समेत भएर युद्ध गर्न भनी अमरावती गयो। तब इन्द्र डराई, हे देवता हो अब यहाँ नबसौँ, किनभने तारकासुरलाई महादेवले वरदान दिनुभएको छ। त त्यसलाई युद्ध गरेर जित्न कोही पनि सक्दैनन्। बरु भागौँ भनेर स्वर्गबाट भागी मृगस्थलीमा आएर बसिरहे। त्यसरी देवताहरू भागेपछि तारकासुर दैत्यले इन्द्रको अमरावतीले स्वर्ग मर्त्य पाताल तिनै लोकको राज्य गरेर आनन्दले रह्यो। हे मुने, त्यसपछि महादेव पृथ्वी भ्रमण गर्दै मृगस्थलीमा आइपुग्नुभयो। त्यसरी श्री महादेव आउनुभएको देखेर देवताहरूले साष्टाङ्ग प्रणाम गरी, हे ईश्वर, अब तपाईँसँग मृतक छैन, नेत्र उगारी हेर्नुहोस्। पापिष्ट तारकासुरले अमरावती लियो। त्यसलाई हजुरले वरदान दिनुभएको हुनाले हामी त्योसित युद्ध गर्न नसकी भागेर यहाँ आएर बसेका छौँ। हाम्रो रक्षा गरी पापिष्ट तारकासुरको संहार गर्नुहोस् भनी बिन्ती गरे। यति इन्द्रादि 33 कोटी देवताले बिन्ती गरेको सुनि महादेवले आँखा उगारेर हेर्नुभयो र देवताहरूलाई देखि केही उत्तर नदिई सत्यदेवीलाई नै सम्झी सती भन्दै त्यहाँबाट पनि हिँड्नुभयो। महादेवले शोक गरेको देखि संसारमा यावत जीवात्मा जति प्राणी छन् ती कसैले पनि सहन सकेनन्। यस्ता त्रहले शोक गरेर महादेव 100 वर्षसम्म पृथ्वी भ्रमण गरेर हिँडिरहनु भयो। त्यहाँ पछि एक दिन श्री महादेवले आफ्नो चित्त दृढ गरेर हेर्नुभयो र सतीदेवीको शरीर आफूसित छैन भन्ने थाहा पाएपछि अब के गरौँ, कहाँ जाउँ, के गर्नाले शान्ति प्राप्त होला भनी परिसक्य चित्तमा धैर्य धारण गरी अब उत्तरापन्तमा तपस्या गर्न जान्छु भनी हिँड्नु भएको त चित्त दृढ हुन नसकेर भ्रम भई उत्तरतिरको बाटो छाडेर दक्षिणतिरको बाटो लागेर जाँदा कर्नाटक नगरको नगिचमा एउटा बर्मापुर नामको नगरमा पुगे। त्यहाँ ऋषिहरू त्यस बखत गङ्गा स्नान गर्न गएका थिए। ऋषि पत्नीहरूले त्यतिबाट जान लागेका महादेवलाई देखेर परस्पर भन्न लागे, हे ऋषि पत्नी हो, हेर ती गएका महादेव हुन्। सत्यदेवी मर्नाले बौला जस्ता भई त्यस्ता किसिमले हिँडिरहेका छन्। हाम्रा ऋषिहरू एक भक्त रहनाले र व्रतहरू गर्नाले दुर्बल छन्। त्यसै कारण हामीहरूलाई काम भोगमा सन्तुष्ट पार्न सक्दैनन्। यसकारण हामीहरू यिनै महादेवका पछि लागेर जाउँ भनी सबै ऋषि पत्नीहरू महादेवका पछि लागे। त्यसरी तिनीहरू गएको गङ्गा स्नान गर्न गएका ऋषिहरूले थाहा पाई खोज्दै गए। निकै पर बाटोमा भेट्टाई, हे महादेव, तिमीले किन हाम्रा स्त्रीहरू हरण गरेर ल्यायौ भने? यति ऋषिहरूले भनेको सुनि तिम्रा स्त्रीहरू म किन हरण गरेर ल्याउँथे भनी महादेवले उत्तर दिनुभयो। अनि ऋषिहरूले यी तिम्रो पछि लागेर आएका को हुन् त भने। अनि महादेवले पछाडि फर्केर हेर्दा ऋषि पत्नीहरूलाई देखेर मैले त ल्याएको होइन, कुन्नी किन पछि लागेर आएछन् भन्नुभयो। अनि ऋषिहरूले, हे महादेव, तिम्रो लिङ्ग देखेर हाम्रा पत्नीहरू पछि लागेर आएका हुन्, अत तिम्रो त्यो लिङ्ग पतन होस् भनेर श्राप दिए। ऋषिहरूको श्रापले महादेवको लिङ्ग पतन भयो र त्यही लिङ्गबाट ज्योतिर्लिङ्ग उत्पन्न भएर सारा ब्रह्माण्ड छोप्न लाग्यो। अनि देवता, यक्ष, गन्धर्व, किन्नर, नाग आदि श्री विष्णु भगवान कहाँ गई बिन्ती गरेर भन्दछन्, हे प्रभु, श्री महादेवको ज्योतिर्लिङ्ग उत्पन्न भएर सारा ब्रह्माण्ड छोप्न लाग्यो। सोही कुरा बिन्ती गर्न आयौँ। अब जसो गर्ने हो चाँडै नै गर्नु पर्यो। यति तिनीहरूको बिन्ती सुन्न साथ विष्णु भगवान तत्काल उठेर ज्योतिर्लिङ्गलाई अङ्गालो हाल्दैमा ज्योतिर्लिङ्ग साम्य भयो।
त्यो देखेर सम्पूर्ण देवता यक्ष गन्धर्व नाहा किन्नर आदिले धन्य धन्य विष्णु भनेर अनेक प्रकारले स्तुति गरी आफ्ना आफ्ना आश्रममा गए। त्यहाँ पछि सोही ज्योतिर्लिङ्गबाट प्रकट भई महादेवले ऋषिहरू चाहिँ आई, हे ऋषि हो, तिमीहरूले म निरपराधीलाई श्राप दियो त तिमीहरूको पनि भाग्य सिद्ध अशुद्ध होस् र ब्राह्मणहरू पनि एक पुरुष भनेर बस्न नसकुन् भनी श्राप दिई उत्तरा पन्थमा गएर काम क्रोध लोभ मोह छाडी सम्पूर्ण इन्द्रिय बाँधी तिनै नेत्र पर वर्मामा मिलाई बडो कष्टले तपस्या गरिरहनुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघमात्मे कुमार संवादे श्री सुस्तानी परमेश्वरी व्रतकथायां श्री महादेव उत्तरा पन्थगमनं नाम एकादशोऽध्याय। हरे नमः। श्री सुस्तानी परमेश्वरी व्रतकथा। उपनयतु मङ्गलं सकल जगन्मङ्गलालय श्रीमान दिनकर किरणा निबोधित नभ नलिन दल निवेशना कृष्ण काले वर्षतु प्रसन्न पृथ्वी सस्यालिनी देशोऽयं सवरतु ब्राह्मण सन्तु निर्भया पुत्र पुत्रिण सन्तु पुत्रिणा सन्तु पुत्रिण निधना सदना सन्तु जीवन्तु सदा शतं तत्रैव गङ्गा यमुना तत्र गोदावरी सिन्धु स्वच्छ तीर्थानि सर्वाणि वसन्ति यत्र यत्राचितो द्वारकथा प्रसङ्ग या कुन्देन्दुसारहार धवला या शुभ्रवस्ता विद्या या वीणा भरन्न मण्डकरा या श्वेत पद्मासना या वर्माचित शङ्कर परिवृत्ति देवै सदा वन्दिता सामं पातु सरस्वती भगवती निषेधादेवा कायेन वाचा मनसेन्द्रियर्वा बुद्धत्मनाभात् प्रकृतिस्वाभात् करोमि यद्दस्मै नारायण ते समर्पयत। श्री सुस्तानी परमेश्वरी की जय।